kita boleh baca masih boleh bu masih pernah kerja orang kelar jauh mulai jangan gue juga kalau bro dia baca kelar kita masuk dulu kelar kita di blog kita gitu dia mau like terus subscribe nanti mau untuk kelar subscribe like like ya blog kita terus nah mau dia ikut lagi gue mau apa ya sama nah harus dia ngomong ini gue sama yang mau mungkin itu media atau sedia pakai sedia sedia kita untuk terus nanti हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईलाई मेरो न्यू ब्लगमा टक्कलार चाहिँ आजको ब्लग हेर्दिनु होला टक्कलार चाहिँ अहिले चाहिँ म रुममै छु अब चाहिँ ड्युटी जान लागेको हो टक्कलार चाहिँ यहाँ मेरो बुढीले चाहिँ फोटोहरू बनाएको यस्तरी अनलाइनबाट मगाएको हैन देख्न सक्नुहुन्छ है भयो यहाँ चाहिँ फ्यामिली फोटो हो कलार फ्यामिली फोटो कलार चाहिँ फ्यामिली फोटो दामी बनाएर राखेको छु यो चाहिँ बर्थडेको हो माथिल्लो त्यो पनि बर्थडेको भयो अरु चाहिँ यो दामी बनाइछु चाहिँ यत्रो तपाईँले के अरे भन्नु होला यस्तो भन्नु उस्तो भन्नु तर त्यस्तो नसक्छ तपाईँहरूलाई पढाएर यत्रो बनाएर तपाईँहरूलाई के अरे के राम्रो मान्छे बन्ला भनेर पो त्यस्तै हो पढाएर पढाइ लेखाइ गरेर हुर्काएर त्यत्रो तपाईँहरू त्यो लभको चक्करमा यो दुनियाँदारीको चक्करमा लाएर सुसाइड हान्न त के अरे बाबुले जन्म दिएको होइन नि त यदि तपाईँहरूले त्यस्तो गर्नुहुन्थ्यो भने चाहिँ होइन त्यस्तो गर्नुहुन्थ्यो भने दाजुभाइहरू त्यस्तो चाहिँ केही नगरिदिउँ होइन मैले हिजै अब मैले खुदै देखेको होइन एउटा बहिनीले चाहिँ सुसाइड हानेको मलाई दाइ भन्ने होइन बहिनीले चाहिँ सुसाइड हानेको मलाई टिभी भइरहेको त्यस्तो औडा त्यस्तो गर्नुहुन्न कि कसम चाहिँ मान्छेले देख्नुहुँदैन कस्तो हुन्छ नि अब छोराछोरी हुर्काउनलाई चाहिँ कुल्ली काम गरेर नि छोराछोरी पालिरहेका छन् अघि आमा बाउले हेर्नु कस्तो दुःख गरेर कसरी हुर्काउँछन् भनेर त्यो सोच्नु के अहिले चाहिँ सबै त्यस्तै छ कि अब के त्यस्तो मलाई त लास्ट ब्युटिफुल लाग्छ त्यस्तो गाइजहरू कसैले नगरिदिनु होला मलाई त त्यति बिन्ती छ कसम नै त त्यस्तो चाहिँ कसैले नगरिदिनु होला त्यो महिला यहाँ लुकलुकी कामेको क्या हिजो खुट्टा त्यस्तरी सुसाइड हान्दाखेरि त्यो बहिनी चाहिँ के हो कसो हो हामीलाई थाहा हुँदैन तर त्यस्तरी अब मलाई दाइ भनेर बोलाउने मान्छेले चाहिँ त्यो सुसाइड हान्दाखेरि चाहिँ म यस्तो गिल्टी फिल भइसकेको त्यस्तो कसैलाई पनि नगरिदिनु होला त्यही नै हो त्यस्तो काम कसैले पनि नगरिदिनु होला सबैको पाउमा छन् के अरे कोही धनी होला नि कोही गरिब होला नि होइन सबैको के अरे अब धनी नै हुँदैन सबै गरिब पनि हुँदैन है अब गरिब धनी के अरे उनी छ मैले स्कुटीमा ल्याएर छोडिदिएको होइन स्कुटीमा ल्याएर मैले छोडिदिएको त्यहीँ कोठामा ल्याएर छोडिदिएको दाइ भन्थ्यो मलाई होइन दाइ भन्थ्यो तर त्यो घटना देखेर चाहिँ त्यस्तरी सुसाइड हान्दाखेरि चाहिँ म पनि 4,000बाट काममा लाग्यो म त त्यो कम्पनीमा चाहिँ होइन 4,000बाट काममा लाग्यो मलाई नि घरको टेन्सन थियो सबै कुरो थियो अब त्यो मैले अब 4,000ले यस्तो भन उस्तो भन भनेर म पनि सुसाइड हान्ने कुरो त भन नि त हो कि होइन हो नि त के अरे मैले पनि त्यस्तरी सुसाइड हान्ने कुरो भन नि त त्यही भन्छु मैले कसैले त्यस्तो नगरिदिनु होला हो मैले 4,000बाट काम लाग्यो अब मेरो घरको टेन्सन छ दुनियाँदारी छ त्यो छ भनेर अनि मैले सुसाइड हानेर भन्न नि त अब यस्तो गरौँ भने मैले पनि के अरे त्यस्तै गर्छु योभन्दा अर्को चाहिँ राम्रो गर्छु या राम्रो होला नि नराम्रो होला होइन त्यो चाहिँ गरेर देखाउँछु भन्ने हुन पऱ्यो कि त्यो सुसाइड हानेर त्यस्तो गर्न चाहिँ हुँदैन कि मैले हिजो देखेको मेरै शरीर कामेर आएको पुरै शरीरै कामेर क्या त्यस्तो भएको क्या त्यस्तो गर्ने होइन कि त्यो त उसले राम्रो पाउँछ भने हामीले अझ राम्रो पाइएला होइन त होइन गाइज हो त्यही नै हो कि के अरे उसले छोडिदियो भन्दैमा अनि सुसाइड हान्ने कुरो हुन्न कि त्योभन्दा अझै राम्रो गर्छु भनेर गर्नुपर्छ कि
यत्तिकै कामलाई म देखेरै बोलाएको त्यस्तो गर्न चाहिँ हुन्न कि कसम भनेको त्यस्तो गरेको हिजो चाहिँ म यो रेली देखेको पहिल्यै नदेखेको मैले फर्स्टचोटि देखेको कि त्यो त्यस्तो चाहिँ गर्न टाउको घुमाएर शरीर लुकलुक कामेर त्यस्तो चाहिँ गर्न हुन्न उसले त्यस्तो गर भने म पनि के अरे अर्को त्यसले एउटा भेट्टा भने मैले अर्को उ गर्छु भन्ने हुन पऱ्यो कि कहाँ त्यसरी त्यो सुसाइड हान्ने त कुरै हुन्न कि त्यो हानेर कसको के भयो त्यो आफ्नै भएन अनि त्यही हो कि त्यस्तो गर्नुहुन्न त्यही भएर चाहिँ टक्क लाएर चाहिँ आफ्नो गर्ने आफ्नो खाने टक्क चाहिँ त्यही नै मैले त अरू केही थिएन होइन तर त्यो बहिनीले त्यसरी गर्दाखेरि चाहिँ मलाई साह्रै भयो क्या त्यही भएर चाहिँ टक्क लाएर चाहिँ आफ्नो गर्ने आफ्नो ल फाइनली गाइस त्यही नै हो अब चाहिँ म ड्युटीतिर लाग्छु लगन धेरै रहेछ आज लगन धेरै रहेछ बिहा छ कि कुसमा चाहिँ बिहा पुरै कुसमैभरि छ क्या टोलैभरि छ हाम्रा यी सुड्डाहरू कहाँ हिँडेको अरे कहाँ घर मुडुवा हो कुराउँछ बिहाको पनि आउन सक्छ है आज चाहिँ लगन धेरै थियो हिजै मैले देखेको थिएँ त्यो के अरे त्यो बिहाको त्यो हुन्छ नि त्यो के अरे के भन्छ अरे केराको उहरू गाड्छ नि हो त्यस्तो देखेको थिएँ टन्नै होला नि आज चाहिँ मैले हिजो टन्नै देखेको थिएँ तर टन्नै होला नि तर म त्यो पनि देखाउँछु ल फाइनली गाइस उहाँ गएर भेट्ने कलाएर होइन त्यही भएर चाहिँ त्यस्तो गरिब भए पनि धनी भए पनि त्यस्तो काम बाबालाई चोट पुऱ्याउने काम चाहिँ नगर्नु होला बात त सही त्यसैले पनि है त्यही नै भन्न चाहन्छु गाइस ल त्यही नै हो गाइस ल फाइनली गाइस अहिले चाहिँ अब खाना जानुपर्यो पहिला टक्क लाएर खाना खाएर अनि अरू के खानु पर्यो अहिले चाहिँ खाना नखाँदै छवटा चाहिँ पहिला बनाएर त्यो फ्रिजमा राखिसकेँ छवटा यहाँ अरू चाहिँ यो छ बनाइसकेँ अब टक्क लाएर अब चाहिँ खाना खाएर आउनु पऱ्यो त्यसपछि अनि अरू के खानु पर्ला चक्लेटहरू चक्लेट केकहरू छन् बनाउन चाहिँ टक्क लाएर चाहिँ खाना खाएर आएर हान्नु पर्ला छवटा भइसक्यो यो बनाएर चाहिँ खाना खान जानु पर्यो ल त्यही नै हो गाइस अब चाहिँ खाना खाएर भेटौँ ल फाइनली गाइस म चाहिँ कोठा आएको भात चाउल बनाउनु पऱ्यो सुड्डीले यहाँ के तरकारी पकाएको छ मासु गरी मासु बनाएको रहेछ अब टक्क लाएर चाउलहरू बनाइन्छ अनि त्यहाँपछि गइदिनु कम्पनीतिर गर्नुपर्छ मेरो राइडर हेलमेट चाहिँ यहाँ छ है यहाँ डलको पछाडि चाहिँ राखिदिएको रहेछ बुढीले ल मेरो राइडरहरू जाउलो लुनाउनु पऱ्यो त्यहाँपछि अनि चल्नु पऱ्यो रोयल कुसमा बिहा चाहिँ खतरनाकै हो रोयल कुसमा वहाँबाट यहाँसम्म आज चाहिँ बिहाको लगनै धेरै खायो रोयल कुस्मामा यहाँभन्दा मुनतिर बेन्जु छ त्यहाँ बेन्जुमा नि बिहा आज त जतासुकै बिहा पार्टी प्यालेसमा नि बिहा जतासुकै बिहा देख्न सक्नुहुन्छ कस्तो दामी बनाएको के फाइनली केक चाहिँ रेडी भइसक्यो टक्क लाएर देख्न सक्नुहुन्छ टक्क लाएर केक चाहिँ फाइनली गाइस टक्क लाएर चाहिँ काम चाहिँ भइयो टक्क लाएर चाहिँ कोठा जानुपर्छ टक्क लाएर लाइट अफ गर्नु फ्रिज अफ गऱ्यो भने लाइटै अफ गरिदिएको छ त्यही नै गाइस आज यो चाहिँ टक्क लाएर चाहिँ आजको काम भइयो आजको ब्लग त्यति नै चाहिँ मेरो चाहिँ भिडियोमा गएर लाइक कमेन्ट सब्सक्राइब हालिदिनुहुन्छ यदि नयाँ हुनुहुन्छ भने टक्क लाएर चाहिँ सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब हालिदिनु होला त्यही गाइस बाई बाई आजको ब्लग यति नै